तपाईँ पनि ओट्स खाँदा खाँदा वाक्क भइसक्नु भएको छ भने चाहिँ म तपाईँलाई आज क्रिम अफ राइसको रेसिपी देखाउन आँटेको छु। यो चाहिँ हाम्रो राइसले बनेको हो नि त, त्यही भएर सिम्पल डाइजेस्टिङ काप्स त्यही भएर छिट्टो डाइजेस्ट हुन्छ र प्री वर्कआउट मिलको लागि चाहिँ बेस्ट हो क्या यो। अब विदेशतिर चाहिँ फ्यान्सी वर्डमा यसलाई क्रिम अफ राइस भन्छ, तर बेसिकली यो भनेको चामललाई पिठो बनाएर लिडर जस्तो पकाउनु हो। सो सुरुमा चाहिँ हामी यसरी चामललाई हाम्रो ग्राइन्डरमा हालिदिन्छौँ र यसलाई मजाले ग्राइन्ड गर्छौँ र हामी चाहिँ आज 50 ग्राम्स पकाउन आँटेको छौँ। त्यही भएर 50 ग्राम्स हाल्ने र त्योभन्दा 3 गुणा धेरै पानी हाल्ने र त्यो हाले पछाडि हामी एकछिन जसलाई चलाउँछौँ अनि एकछिनमा यो यतिको थिक हुन्छ। त्यस पछाडि चाहिँ टेस्टको लागि मैले 150 ml मिल्क पनि हालेँ। तपाईँले पानी मात्रै हालेर पकाउँदा नि हुन्छ र यो यतिको बाक्लो भए पछाडि चाहिँ हामीले हाम्रो बटुकामा खनाइन्छौँ। सो बेसिकली यो भनेको तपाईँको पिज्जाको बेस जस्तो हो क्या। अब पिज्जाको बेस त यतिकै त खाइदैन नि त, हामी माथि टपिङ त हाल्नु पर्यो। अब टपिङको लागि चाहिँ हामी वेट ड्रिप बनाउँछौँ। यसको लागि चाहिँ हामीले 1 स्कुप प्रोटिन हाल्ने र पानी बिस्तारै हाल्दा चलाउँदै जाने क्या थिक भएसम्म। र यतिको थिक भए पछाडि हामी पिनट बटर हाल्छौँ। पिनट बटर चाहिँ धेरै नहाल्नु, किनभने हामी प्री वर्कआउट मिलको लागि खाँदैछौँ नि त, त्यही भएर फ्याट धेरै भयो भने चाहिँ डाइजेस्ट हुँदैन क्या फेरि। र त्यस पछाडि 50 ग्राम जति बनाना हालेर हामीले मजाले यसलाई चलाउँछौँ र लगभग यो यतिको थिक हुन्छ र यसलाई चाहिँ हामी अघिको हाम्रो क्रिम अफ राइसको बेसमा खनाइदिन्छौँ। यो क्रिम अफ राइसको बेस चाहिँ हामीले एकछिन पकाएपछि एकछिन राख्नुपर्छ सेट हुनको लागि, पकाउने बित्तिकै हाल्नु हुँदैन। र त्यस पछाडि चाहिँ हामी टपिङको लागि तपाईँले जे पनि हाल्दा, अब मैले चाहिँ बनाना हल्का अनार हालेको थिएँ, तपाईँले अब ब्लुबेरी सुबेरी जे हाल्दा पनि हुन्छ। र हाम्रो क्रिम अफ राइस रेडी भइसकेको छ। तपाईँले यसले प्री वर्कआउट मिल खाँदा पनि हुन्छ, पोस्टमा खाँदा पनि हुन्छ।